मान्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सभाको आकस्मिक शून्य र विशेष समयमा उठेका विषयहरूका सम्बन्धमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। सम्मान्य सभामुख महोदय, गत हप्ता सुनसरीको देवानगञ्ज, सिराहा र जनकपुरमा भएको दुःखद घटनाहरूमा ज्यान गुमाउनु भएको सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरूप्रति गहिरो संवेदना व्यक्त गर्दछु। साथै यी घटनाहरूमा घाइते हुनुभएको सबैको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना पनि गर्दछु। घटना पश्चात घाइतेहरूको उपचारका लागि प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित प्रदेश तथा अस्पतालहरूसँग तत्काल समन्वय गरी आवश्यक उपचार व्यवस्थापन गरेको थियो। गम्भीर अवस्थामा बिरामीहरूलाई थप विशेषज्ञ उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याई राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको व्यवस्था समेत गरिएको थियो। हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार र सुनसरी घटनाका घाइते अमित कुमार यादव र जनकपुर घटनाका घाइते आनन्द दासको उपचार जारी छ। उपचाररत दुवैजनाको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको छ र विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा उहाँहरूको उपचार भइरहेको छ। त्यसै गरी सुनसरीबाट गम्भीर घाइते रविन्द्र मेहतालाई पनि थप विशेषज्ञ उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको व्यवस्था गरिएको थियो। उहाँको अवस्था सुरुदेखि नै अत्यन्त गम्भीर रहेकोले मन्त्रालयले विशेषज्ञ चिकित्सक मार्फत आवश्यक उपचार तथा समन्वयमा कुनै पनि बाँकी राखेको थिएन। तर चिकित्सकहरूको अथक प्रयास र बावजुद आज उहाँको निधन भएको दुःख समाचार प्राप्त भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पूर्ण गहिरो संवेदना व्यक्त गर्दछु। अब प्रतिनिधि सभाको चालु अधिवेशनमा आकस्मिक शून्य र विशेष समयमा उठेका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाब दिन म यस गरिमामय सदनमा उपस्थित भएको छु। स्वास्थ्य सेवा प्रवाहलाई थप सुलभ, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनु भएका विषयहरूप्रति मन्त्रालय पूर्ण रूपमा गम्भीर छ र सरकारले यसलाई उच्च प्राथमिकतामा राखी आवश्यक सुधारहरूको लागि कार्यहरू अघि बढाइरहेको छ। मन्त्रालयले कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न तथा सुझावहरूको लागि विशेषज्ञगत रूपमा समेट्दै यसको जवाब म यस गरिमामय सदन समक्ष प्रस्तुत गर्दछु। धेरै माननीयज्यूहरूले एन्टी स्नेक भेनमको आपूर्ति सम्बन्धमा प्रश्नहरू उठाउनु भएको छ। स्वास्थ्य सेवा विभागको आजको तथ्याङ्क अनुसार हाल देशभरि केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा 444, स्वास्थ्य कार्यालयहरूमा 222 तथा सर्पदंश उपचार केन्द्रहरूमा 465 गरी जम्मा 1269 भाइल सर्पदंश उपचारको लागि प्रयोग हुने प्रतिविध एन्टी स्नेक भेनम मौजुद रहेको म यस सदनमा राख्न चाहन्छु। हाल उपलब्ध 1269 भाइल एन्टी स्नेक भेनमबाट 850 जना विषको लक्षण भएको र नभएको समेत सर्पदंशका बिरामीहरूको उपचार गर्न सकिने प्राविधिक अङ्कलन गएको छ। स्वास्थ्य सेवा विभागबाट 13,200 भाइल सर्पदंश उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम सेरमको खरिद प्रक्रिया अगाडि बढाइएको पनि म जानकारी गराउन चाहन्छु र साउन मसान्तसम्म आपूर्ति हुने गरी व्यवस्था गरिएको छ। तत्काल खोपको अभाव हुन नदिनलाई सम्बन्धित निकायहरूसँग समन्वय गरी खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थाका लागि थप प्रभावकारी र दिगो बनाउने जोड दिएको छ। साथै इडिसिडीबाट सबै सर्पदंश केन्द्र र प्रदेश आपूर्ति केन्द्रहरूमा सम्पर्क गरी यथाशीघ्र मौजिद सङ्कलन गर्ने, एन्टी स्नेक भेनम अभाव हुन नदिन अन्तर प्रदेश र प्रदेशभित्रैबाट बढी मौजुदा भएबाट कम भएका अस्पतालहरूमा तथा सर्पदंश केन्द्रहरूमा एन्टी स्नेक भेनम स्थानान्तरण गरी आवश्यक अनुसार रिभर्स लजिस्टिक गर्ने व्यवस्था मिलाइएको छ। यसको लागि विभिन्न प्रदेश तथा सर्पदंश केन्द्रहरूमा समन्वय भइरहेको छ। सर्पदंशको उपचारको लागि सबै जिल्ला
तह र सोभन्दा माथिका अस्पतालहरूमा सुचारू रहेको छ। यसका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम सबै उपचार केन्द्रहरूमा पर्याप्त रहेको छ, कुनै किसिमको अभाव रहेको छैन। यसका अतिरिक्त विभिन्न 91 स्थानमा सर्पदंश उपचार केन्द्रहरूमा रहेका छन्, जसले गर्दा दुर्गम स्थानमा रहेको नागरिकहरूले तत्काल सेवा पाउने व्यवस्था मिलाइएको छ। सम्माननीय सभामुख महोदय, सर्पदंशका बिरामीहरू एन्टी स्नेक भेनमको अभावले मात्र होइन, सर्पदंशका बिरामीहरू तत्काल उपचार केन्द्रमा नगई घरमै गरिने कतिपय परम्परागत तथा अवैज्ञानिक पारम्परिक उपचारको कारण पनि बिरामीहरूको अवस्था थप जटिल बन्ने र बहुमूल्य समय खेर जाने गरेको पाइन्छ। त्यसैले सर्पदंश भएको अवस्थामा झारफुक, विष चुस्ने, घाउ चिर्ने, अत्याधिक कसिलो गरी बाँध्ने या उपचारमा ढिलाइ गर्ने जस्ता अभ्यास नगरी बिरामीहरूलाई सकेसम्म छिटो नजिकको सर्पदंश उपचार सेवा उपलब्ध भएको स्वास्थ्य संस्थाहरूमा पुर्याउने नै सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय हो। यस विषयमा समुदाय स्तरमा सही सन्देश प्रवाह गर्न र जनचेतना अभिवृद्धि गर्न माननीय ज्यूहरूको पनि महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको छु। यहाँहरूबाट आफ्नो निर्वाचन क्षेत्र र सामुदायिक वैज्ञानिक र सही जानकार प्रवाह गर्न सहयोग प्राप्त भएको सर्पदंशबाट हुने जटिलता तथा रोक्न सकिने मृत्यु न्यूनीकरणमा थप योजना पुग्ने विश्वास व्यक्त गर्न चाहन्छु। साथै धेरै माननीय ज्यूहरूले रेबिजको बारेमा पनि प्रश्न उठाउनु भएको छ। म यस सम्मानित सदन मार्फत रेबिज विरुद्धको खोपको आपूर्ति र व्यवस्थापन सम्बन्धमा हाल भइरहेको प्रगतिको बारेमा जानकारी गराउन चाहन्छु। नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभागले 2,74,000 भायल 1 ml ARV खरिदका लागि सम्झौता भई आपूर्तिको क्रममा रहेको छ र त्यसै गरी 1,90,000 भायल 0.5 ml ARV खरिद गरी गत हप्ता आपूर्ति भइसकेको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रहरू मार्फत यथाशीघ्र देशभरि नै अस्पतालहरूमा पठाएर खोपको नियमित उपलब्धता सुनिश्चित गरियोस् भनेर म यस सदनलाई विश्वास दिलाउन चाहन्छु। यसका साथै 17,600 भायल ARV इम्युनोग्लोबिन खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र मार्फत सम्झौता सम्पन्न भइसकेको छ। सम्बन्धित आपूर्तिबाट यसै महिनाभित्र आपूर्ति हुने व्यवस्था मिलाइएको छ। उक्त खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्राप्त हुन साथ प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र मार्फत देशभरका अस्पतालहरूमा तत्काल पठाइनेछ र ARV को नियमित उपलब्धता सुनिश्चित गरिनेछ भन्ने विश्वास म यस सम्मानित सदनमा दिलाउन चाहन्छु। माननीय सदस्यहरूले स्वास्थ्य बीमा सम्बन्ध पनि चासो व्यक्त गर्नुभएको छ। सबै नागरिकहरूलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न स्वास्थ्य उपचारमा आइपर्ने सम्पूर्ण आर्थिक जोखिम न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रमको मूल उद्देश्य हो। यसै उद्देश्यलाई सार्थक तुल्याउन तथा यस कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र दिगो बनाउन नेपाल सरकारले विभिन्न सुधारात्मक कार्यहरू अगाडि बढाएको छ। स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्न आकस्मिक सेवा, शल्यक्रिया तथा दीर्घकालीन प्रभावकारी सम्बोधन हुने गरी लगायत प्रभावकारिताको विश्लेषण आधारमा उपचार प्याकेज परिमार्जन गर्ने कार्य भएको छ। साथै प्रवृत्ति मैत्री दाबी फरचोड प्रणालीको विकास, सहभुक्तानी कोपेमेन्ट व्यवस्थाको पुनः अवलोकन, मोरन हजार्ड न्यूनीकरण तथा निजी अस्पतालहरूले स्वास्थ्य बीमा अन्तर्गत तोकिएको स्वास्थ्य सेवा मात्र उपलब्ध गराउने व्यवस्थालाई थप प्रभावकारी गराउन अनुगमन मूल्याङ्कनमा जोड दिएको छ। सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउन क्लिनिकल अडिट टुल निर्माण गरी नियमित रूपमा अडिटको कार्य भइरहेको छ। स्वास्थ्य बीमाको आर्थिक भार कम गर्न सुविधा थैलीको दर रेट पुनः अवलोकन गरी परिमार्जन गरिएको छ। सङ्गठित क्षेत्रका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा समावेश गर्न कार्यविधिको मस्यौदा तयार भई मस्यौदामाथि छलफल भइरहेको छ। आर्थिक वर्ष 2082-83 मा 2082 सालको पूर्ण मसान्तसम्मको 25 अर्ब 48 करोड भन्दा बढी दाबी भुक्तानी भइसकेको छ र उक्त रकम स्वास्थ्य बीमा कार्यक्रम भएदेखि हालसम्मको बढी दाबी भुक्तानी हुनुले पनि स्वास्थ्य बीमा कार्यक्रम वार्ता सरकार प्राथमिकतामा राखेको स्पष्ट गर्न चाहन्छु।
स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी, जनमैत्री तथा वित्तीय रूपमा दिगो बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारलाई समेटेर स्वास्थ्य बिमा ऐनलाई संशोधन मस्यौदा तयार भई यसै हप्ता राय सुझावका लागि मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिने र उक्त मस्यौदामाथि राय सुझावका लागि सम्पूर्ण माननीयज्यूहरूमा पनि अनुरोध गर्न चाहन्छु। माननीय सदस्यज्यूहरूले प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा सहित सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने विषयमा राख्नुभएको महत्त्वपूर्ण धारणाप्रति सरकार पूर्ण रूपमा सहमत, सचेत र गम्भीर रहेको बेहोरा सम्मान्य सभामुख मार्फत गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु। धेरै माननीयज्यूहरूले डेङ्गु रिलेटेड कुरा पनि राख्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले श्रावण, भदौ र आश्विन महिना डेङ्गी सचेतना 3 महिने अभियान देशव्यापी रूपमा प्रभावकारी रूपमा सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक समन्वय, सहकार्य तथा कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामला एवं सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार गरिएको छ। उक्त अभियान अन्तर्गत हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गरी सामाजिक निकाय, विद्यालय, कार्यालय तथा अन्य संस्थाहरूका लागि लामखुट्टे सम्भावित प्रजनन स्थलहरूको नियमित खोजी, सरसफाई तथा नष्ट गर्ने अटो वर्कसप, कवाडी पसल, निर्माणधीन भवन तथा पानी जम्ने स्थानहरूलाई अनुगमन गरी पानी निकासको उपयुक्त व्यवस्था सुनिश्चित गर्ने स्थानीय तह, युवा क्लब, शिक्षक, विद्यालय, नर्स तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदाय स्तरमा परिचालन गरी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने तथा डिजिटल सञ्चार माध्यमबाट, सामाजिक सञ्जालबाट पोस्टर, सूचना सामग्री तथा विशेषज्ञ भिडियोको सन्देश मार्फत डेङ्गी रोगको रोकथाम, नियन्त्रण र व्यक्तिगत सुरक्षा सम्बन्धित व्यापक जनचेतनामूलक कार्यक्रमहरू पनि अगाडि बढाइएको छ। डेङ्गी तथा औलो नियन्त्रणका लागि मन्त्रालयले गत आर्थिक वर्ष 77 वटै जिल्लामा स्थानीय तहका बहुनिकाय समन्वय मार्फत लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरी करिब 5 करोड र थप 70 लाख रुपैयाँ बजेट सञ्चारमा पनि ल्याइएको छ। साथै डेङ्गी रोकथामको 5 वर्षे बहुक्षेत्रीय कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा चरणमा रहेको छ। माननीयज्यूहरूले ट्रमा सेन्टरको बारेमा पनि कुरा उठाउनु भएको छ। माननीयज्यूहरूले उठाउनु भएको ट्रमा सेन्टर र सघन उपचार सम्बन्धित विषयप्रति सरकार गम्भीर छ। मधेसको लाहान, बागमतीको कमलामाई, गण्डकीको देवचुली, लुम्बिनीको बर्दघाट र सुदूरपश्चिमको लम्कीचुहामा ट्रमा सेन्टर स्थापना स्वीकृति भइसकेको छ। साथै अन्य प्रदेशहरूमा पनि ट्रमा सेन्टर विस्तार तथा रणनीतिक राजमार्गमा जिल्ला अस्पतालहरूलाई ट्रमा युनिटको रूपमा विकास गर्ने योजना रहेको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्रोत मापदण्ड 2077 अनुसार 50 वा सोभन्दा बढी शय्या भएका अस्पतालहरूमा कम्तीमा 5% आइसियु बेड अनिवार्य गरिएको छ। आइसियु सेवालाई प्रभावकारी बनाउन भेन्टिलेटर, 24 घण्टे नर्सिङ सेवा, विशेषज्ञ चिकित्सक र आवश्यक निगरानी प्रणालीको व्यवस्था पनि सुनिश्चित गरिँदै आएको छ। विपन्न नागरिकहरूको लागि सघन उपचारमा पहुँच बढाउन बिरामीहरूको चाप बढी भएको सज्ञ अस्पतालमा थप आइसियु बेड विस्तार गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। माननीयज्यूहरूले डायलिसिस सम्बन्धित पनि समय समयमा कुरा उठाउनु भएको छ। विपन्न नागरिकहरूको लागि औषधि उपचार कार्यक्रम अन्तर्गत हेमोडायलिसिस सेवाका लागि हालसम्म सूचीकृत 123 वटा अस्पतालहरूबाट नियमित हेमोडायलिसिस सेवा प्रवाह भइरहेको छ। पेरिटोनियल डायलिसिस सेवा प्रवाह 17 वटा स्वास्थ्य संस्थाबाट भइरहेको छ। 50 जिल्लामा हेमोडायलिसिस सेवा सञ्चालन भइरहेको छ। 2082 साउनदेखि 2083 जेष्ठसम्म हेमोडायलिसिस सेवा लिएको बिरामीहरूको सङ्ख्या 10,551 र पेरिटोनियल डायलिसिस सेवा लिएको सङ्ख्या 482। सेरोपोजिटिभ डायलिसिस 195 रहेको छ। डायलिसिस सेवा लिने बिरामीहरूको नजिकको सूचीकृत स्वास्थ्य संस्थाबाट डायलिसिस सेवा प्राप्त गर्ने गरी बिरामीहरूको चाप आधारमा थप डायलिसिस मेसिन उपलब्ध गराउने र डायलिसिसका लागि थप स्वास्थ्य संस्था सूचीकृत गर्ने कार्य अगाडि बढाउने विषय जानकारी गराउँदछु।
सरकारले डायलिसिस सहज गर्न CAPD कन्टिन्युअस एम्बुलेटरी पेरिटोनियल डायलिसिस घरमै गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सिकल सेल एनिमिया वंशानुगत रक्त विकारबाट प्रभावित बिरामीहरूको व्यवस्थापन सम्बन्धित पनि कुराहरू समय समयमा उठिरहेको बारेमा म केही कुरा जानकारी गराउन चाहन्छु। नेपालका विशेष गरी पश्चिम तराईका थारू समुदायका सिकल सेल एनिमिया गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। यसको रोकथाम, पहिचान र उपचारका लागि सरकारले भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बर्दिया जिल्ला अस्पताललाई सिकल सेल उपचार केन्द्रका रूपमा सञ्चालन गरी निशुल्क परीक्षण, उपचार र औषधि उपलब्ध गराउँदै आएको छ। बर्दियाका विभिन्न अस्पताल तथा बाँकेको भेरी अस्पतालमा विशेष वार्ड, रक्त सञ्चार, परामर्श तथा विशेषज्ञ सेवा सञ्चालनमा छन्। सिकल सेल र थ्यालेसेमियाको परीक्षण, उपचार र व्यवस्थापनका लागि कान्तिबाल अस्पताल र भेरी अस्पतालमा बजेट विनियोजन गरिएको छ। नवजात शिशु र गर्भवती महिलाका लागि निशुल्क स्क्रिनिङ सेवा सञ्चालनमा रहेको छ भने विपन्न बिरामीहरूलाई उपचारका लागि अधिकतम 1 लाख रुपैयाँ आर्थिक सहयोग तथा स्वास्थ्य बिमा मार्फत थप 1 लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइएको छ। स्वास्थ्य सेवा विभागले सिकल सेल तथा थ्यालेसेमिया व्यवस्थापन सम्बन्धित राष्ट्रिय निर्देशनका लागि लागू गरिएको छ र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वय सिकल सेल रजिस्ट्री निर्माण कार्य अघि बढिरहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उपचार र व्यवस्थापनका लागि बजेट हस्तान्तरण भई कार्यान्वयन रहेको छ र प्रभावित जिल्लाहरूमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम पनि अगाडि बढाइएको छ। पहुँचका आधारमा नभई राइट टु हेल्थको आधारमा स्वास्थ्य सेवासम्म पहुँचको प्रणाली बनाउने, व्यक्तिगत पहुँचको भरमा हुने उपचारलाई निरङ्कुश गर्न सरकारले डिजिटल तथा नीतिगत प्रणालीहरूको कडाइका साथ लागू गरिएको छ। हाल धेरै सरकारी, निजीगत, सामुदायिक अस्पतालहरूले बेड उपलब्धको विवरण रियल टाइम फ्री हेल्थ पोर्टलमा अवधित गरेको छ। प्रत्येक सरकारी तथा निजी अस्पतालहरूमा 10% निशुल्क उपचार सेवाको लागि सम्पर्क व्यक्ति तोकी विवरण सार्वजनिक गरिएको छ र लक्षित वर्ग निशुल्क उपचार निर्देशिका 2083 बमोजिम आर्थिक अवस्था कमजोर भएका र विशेष प्राथमिकतामा परेका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्नका लागि अस्पतालहरूको नियमित अनुगमन र समन्वय गरिनुका साथै सरकारवालाहरूसँग छलफल गरिएको छ। नेपाल सरकारले क्यान्सर, मुटु रोग र मृगोला रोग लगायतका 8 प्रकारका कडा रोगको उपचारका लागि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम मार्फत आर्थिक सहुलियत उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक सुविधा सम्पन्न बर्न युनिट स्थापना र सञ्चालन एवं जलन उपचार तथा जनचेतना अभिवृद्धि। सम्मानीय सभामुख महोदय, जलन बर्न सम्बन्धित घटनाबाट हाम्रो नागरिकहरूले भोग्नु परेको पीडा र यसको उपचारका लागि विदेशिनुपर्ने बाध्यता प्रति सरकार गम्भीर र संवेदनशील छ। माननीयज्यूहरूले उठाउनु भएको उपचार भन्दा रोकथाम उत्तम भन्ने सिद्धान्त र स्वास्थ्य क्षेत्रमा लगानी नै मानव पुँजी निर्माण हो भन्ने तर्कसँग सरकार पूर्ण सहमत छ। सरकारले जनन उपचारलाई सेवालाई थप विस्तार गर्न नीति लिएको छ। यस अन्तर्गत सङ्घीय विशिष्टीकृत अस्पतालहरूमा नयाँ बर्न युनिटको स्थापना गर्ने, वीर अस्पताल र कीर्तिपुर अस्पतालको जलनसँग उपचार क्षमतालाई सुदृढ तुल्याउने तथा प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जरी सेवालाई सरकारी अस्पतालहरूमा पनि संस्थागत रूपमै विस्तार गर्ने कार्यलाई हामीले बजेट विनियोजन उच्च प्राथमिकतामा राखेको छौँ। हालसम्म 12 सङ्घीय अस्पतालमा तथा प्रतिष्ठानहरूमा कार्यरत 48 जना स्वास्थ्यकर्मीहरूलाई जलन उपचार व्यवस्थापनको लागि प्राइमरी बर्न केयर म्यानेजमेन्ट तालिम दिइसकिएको छ। साथै प्रदेशमा अत्याधुनिक बर्न युनिट, बर्न आइसियु र बर्न पुनः स्थापना केन्द्रहरूको लागि स्थापनाका लागि माननीय सदस्यज्यूहरूले मागलाई गम्भीरता रूपमा लिएको छौँ। यसका लागि प्रादेशिक अस्पतालहरूसँग समन्वय गरी चरणबद्ध रूपमा विशेषज्ञ सेवा विस्तार गरिनेछ। जलन सम्बन्धित उपचार र सजायका लागि व्यवस्थित र प्रभावकारी बनाउन मानव शरीर जलन उपचार तथा सजाय सम्बन्धित विधेयकको मस्यौदा तयार भई छलफलमा रहेको छ।
मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सम्बन्धमा माननीयज्यूहरूले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सम्बन्धीमा विषयहरूमा गरिमामय सदनमा उठाउनु भएको पटक पटक कुराको बारेमा सरकार गम्भीर छ। सम्माननीय सभामुख महोदय, मानसिक स्वास्थ्यको बढ्दो समस्यालाई गम्भीरतापूर्वक लिँदै सरकारले यसलाई सार्वजनिक स्वास्थ्यको एक अभिन्न अङ्गको रूपमा लिएको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना मार्फत मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै एकीकृत गरिनुका साथै यस वर्ष नीति तथा कार्यक्रम मार्फत राष्ट्रिय मानसिक स्वास्थ्य नीति तर्जुमा गरी स्थानीय तह स्वास्थ्य संस्थाबाट समेत आधारभूत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। नागरिकको सुविधाका लागि आत्महत्या रोकथाम हेल्पलाइन 1166 र हेलो हेल्थ 1115 मार्फत 24 घण्टा निशुल्क परामर्श सेवा सञ्चालनमा ल्याइएको छ। साथै सरकारी अस्पतालहरूमा विशेषज्ञ सेवाको विस्तार र मनोपरामर्शको दरबन्दी थप गर्ने कार्यहरूलाई सरकारले प्राथमिकतामा राखिएको छ। मानसिक स्वास्थ्यसँग जोडिएको सामाजिक लाञ्छना हटाउन र आत्महत्या न्यूनीकरण गर्न विद्यालयदेखि समुदायसम्म सचेतना अभियान सञ्चालन गरिएको छ भने स्वास्थ्यकर्मीहरूलाई मेन्टल हेल्थ ग्याप एक्सन प्रोग्राम तालिम प्रदान गर्ने सेवाको पहुँच पुर्याउने सरकार दृढताका साथ अघि बढेको छ। यो केवल स्वास्थ्य सेवाको विस्तार मात्र नभएर हाम्रो मानव पुँजीको संरक्षणका लागि चालिएको एउटा ठूलो ठोस कदम हो। स्वच्छ तथा खाद्य स्वच्छता मन्त्रालयबाट मानसिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन बहुआयामिक कार्ययोजना अघि सारिएको छ। मानसिक स्वास्थ्य कार्यक्रम हुने आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धित राष्ट्रिय निर्देशन 2082 र मानसिक स्वास्थ्य सेवाका लागि सरकारी अस्पतालहरूमा मनोपरामर्श तथा सञ्चालन सम्बन्धित कार्यविधि 2083 जारी गरी कार्यान्वयनमा ल्याइएको छ। मानसिक स्वास्थ्य सम्बन्धित ऐन निर्माणका लागि निम्ति अवधारणा पत्र तयार भई रायका लागि अर्थ र कानुन, न्याय र संसदीय मामला मन्त्रालय पठाएको तयारी भएको छ। सङ्घ, प्रदेश र स्थानीय तहका विद्यमान संरचनाहरूलाई परिचालन गर्दै मानसिक स्वास्थ्य सम्बन्धित सचेतनामूलक कार्यक्रमहरू समुदायको तल्लो तहसम्म पुर्याउने लक्ष्य राखिएको छ। यसका लागि विद्यालय, युवा क्लब र महिला समुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास गरी उनीहरूलाई टोल-टोलमा परिचालन गर्ने योजना रहेको छ। मन्त्रालयले अस्पतालहरूमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको निरन्तरता र विस्तारमा जोड दिँदै विशेष गरी समुदायमा परामर्श सेवालाई प्राथमिकता दिने र बिरामीहरूको पहिचान र उपचारका लागि रिफरल सेन्टरको पनि प्रावधान मिलाइएको छ। माननीयज्यूहरूले विभिन्न समयमा उठाउनु भएको प्रश्नहरूको मैले सकेसम्म जवाब दिन प्रयास गरेको छु। हजुरहरूले कति समयमा समय पाउनु भएको छैन होला, मनमा धेरै प्रश्नहरू होला, त्यसको लागि हजुरहरूले लिखित रूपमा दिनुभए पनि हुन्छ, नत्र हाम्रो मन्त्रालयमा हेल्प डेस्कको व्यवस्था मिलाइएको छ, त्यहाँ पनि हजुरहरूले नोटिस गर्नुभयो भने त्यो अनुसारको हामी सकेसम्म व्यवस्था मिलाउने ट्राई गर्छौँ, हजुरहरूको प्रब्लम सोल्युसन गर्ने ट्राई गर्छौँ। धन्यवाद।